हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले लन्चमा गुन्द्रुकको झोल आलु हालेर गुन्द्रुकमा झोल बनाउँदैछु। मलाई त पुरा मनपर्छ। यहाँ मैले तेल गरम हुनु राखिदिएँ हो। यहाँ आलु उसिनेर राखिरहेको छु। यहाँ गुन्द्रुकलाई धोएर मजाले भिजाएर राखिरहेको छु। यहाँ अदरक लसुन हल्दी लाल मिर्च नमक हालेर राखिरहेको छु। यहाँ प्याज यहाँ टमाटर र प्याज काटेर राखिरहेको छु। अन्त गुन्द्रुकको झोलसँग चाहिँ म पुदिनाको अचार बनाउँछु। यहाँ हेर्नुहोस् हाम्रो ड्युटीबाट मैले लिएर आएको ड्युटीमै फलेको पुदिना कस्तो फ्रेस छ म तपाईँलाई देखाउँछु। तेल गरम भयो। अब चाहिँ म प्याज हालिदिँदैछु। मजाले प्याज ब्राउन हुने गरी पकाएर चाहिँ मसला हाल्नुपर्छ। म चाहिँ मसला हालेर टमाटर पनि हालेर चलाउँदैछु है। मसला पाकोस्। आलु हालिदिन्छु। गुन्द्रुकलाई पनि हालिदिन्छु। यसमा चाहिँ गुन्द्रुकलाई पनि मैले यसमा हालेर मजाले चलाएँ हो। अब चाहिँ म त्यो गुन्द्रुक भिजाएको पानी सफा पानी छ माथिको पानी चाहिँ हाल्छु। किनभने मलाई चाहिँ अब ढुङ्गा पनि हुनसक्छ माटोहरू हो। पानी हालेर चाहिँ अब मजाले पकाउनु पर्यो यसलाई। आलु त पहिला मैले बोइल गरेको र पनि अलिअलि एकछिनलाई ढाकेर पकाउनु। अब एकपल्ट हेरौँ है सब्जी चाहिँ कस्तो भएछ। सब्जी चाहिँ यतिको भएछ। गुन्द्रुकको झोल बनाउने आलु पुदिनाको अचार गरममा दामी हुन्छ। अलिक अब यसमा झोल हालिदिउँ। ठिक हुन्छ ल झोल। अब यसलाई मजाले उम्लिनु दिउँ है। थ्याङ्क यू सो मच। मेरो गुन्द्रुक र आलुको झोल रेडी भयो। बाई बाई।